के त हजुर हजुर नेपाली हो। हजुर यता ड्युटी काहीँ केही छन् कि? एउटा ड्युटी त केही आया नै। हेर्नु मेरो ड्युटी छुटेर एकैमा आगनु पर सिर्कादी बस भने हेर्नु आज 6-7 दिन भइगयो। रोडाडा गर्मी कस्तो हेर्नु हलो तनाव भइगयो। काहीँ ड्युटी भए मिलाइदेऊ पनि। पुरा ड्युटी त केही आया नै। आएपछि खबर गरौँला। हजुर पुल्ला बिल्डिङ अस्ति चैत्या भन्दै थियो ड्युटी त आया छ खबर गरौँला। उइका कन्ट्याक्टदा पनि काहीँ खबर गरिदेला भन्दै थियो भन्नु त। कहाँ दियो त मलाई भन्दैनौ क्या? यो पुरो गएपछि यो पुल्लो यो दोस्रो बिल्डिङ हो मेरो। हजुर ड्युटी कसो गरे? बिल्डिङको नाम के भन्नुभयो? मिल सिरुम हो। चैत्या बस्तो हो त्यहाँ। हजुर सोध्यो भनेपछि घर कहाँ हो उनको? घर डोटी हो। डोटी हो। डोटीको चैत्या भाइ। ए भयो हुन्छ त म गइजाँदो त है। हुन्छ ल आ त लाग्यो अलि बर भात मागौला र खाउला है। गर्मी भयो लाटा। सेठ जी इधर कोई बहादुर है क्या? कौन सा बहादुर? नेपाल का डोटी चैते बहादुर है क्या? चैते बहादुर? हाँ जी। तो ठीक है बोलाता है। बाघ हाले न हो कि भाभी हाल्ने हो रो, सेठ रानी को छोरो काम गराई पैसा दिँदैन, सेठ रानी को छोरो। ड्युटी आउँदाखेरि भन्दाखेरि ड्युटी आएर चाहिँ एक अस्ति बेला आयो त्यहाँ अचानक मान्छे हुँदै लगायो नि। हजुर ड्युटी कहाँ घर? मेरो घर बाजुरा हो। अस्ति आज 3-4 दिन भयो क्या ड्युटी छुटेको। अनि 50,000 जति भराइ हालेको थियो। हजुर कोही मान्छेले भराइ खायो गयो। अनि पेट राँगा चराले निकालिदियो। आज 4-5 दिन भइगयो त रोडमा जाँदै घाम पानी यस्तै हिमालय पर रोखरी बस भने हौ सिलु साप भने हौ। हजुर उसले बच्चा पनि रुन आज खाना दियो भनेर के गरौँ कसो गरौँ काहीँ खाना भए पनि मिल्छ त भनौँ। 50,000 भएको सेठहरूले निकालिदियो। कहाँको मान्छे हो? डोटीको कहाँ अछाम भन्न लाग्यो। बराबर त्यसले एड्रेस दिएन। हजुर फोटो केही छैन मसँग। अनि कहीँ ड्युटी भयो लगाइदेऊ बारिसको टाइम आइगयो। ए ड्युटी आयो भने म मेरो नम्बर लियो होइन? हजुर मेरो नम्बर साँझमा मलाई फोन गर्नु। हजुर अनि त्यहाँ फोन गरेर म साँझतिर बोलाउँछु अनि आउनुलाई। नम्बर भनौँ न। 8928 8928 5757 5757 830 83048। यो नम्बरमा फोन गरे। हजुर ल म काममा लागेँ। हजुर साँझतिर फोन गर्छु आउनु है। ल नमस्ते सबैजनालाई। यो भिडियो बनाउनुको हाम्रो मुख्य कारण यस्तो हो कि धेरै घटनाहरू यस्ता घटिरहेका छन्। हाम्रो नेपाली दाजुभाइहरूले एकबाट अर्कोले पैसा खाएर अनि यस्तो बालबच्चाहरू रोडमा हिँडिरहेका धेरै यस्तो घटनाहरू घटिरहेका छन्। यो भिडियो बनाउनको मुख्य कारण यस्तो हो कि कसैलाई पनि अलपत्रमा आफ्नै छोराछोरी आफ्नै फ्यामिली सम्झेर कसैले पनि यस्तो नगरिदिनु होला।